हेलो साथीहरू, सम्पूर्ण साथीलाई स्वागत गर्न चाहन्छु। अन्ततः लामो समयको पर्खाइपछि नेपाल प्रिमियर लिग सिजन 2 को लागि खेल तालिका सार्वजनिक भएको छ। हो दर्शकबिन, आज हामी यसैसँग सम्बन्धित रहेर तपाईँहरूमा जानकारी लिएर आएका छौँ। कृपया भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुका साथै भिडियो मन परेमा एक लाइक पनि गरिदिनुहोला। अन्ततः नेपाली क्रिकेट समर्थकमा एउटा जिज्ञासा थियो, यसपटकको खेल के रात्रिकालीनमा हामीले हेर्न पाउँछौँ त भन्ने एउटा जिज्ञासा थियो, एउटा मनमा प्रश्न थियो। आखिर त्यो प्रश्नको समाधान भएको छ र अन्ततः नेपाल प्रिमियर लिगको सुरुवाती खेल नै फ्लड लाइटमा यानि कि रात्रिकालीन खेल हुने भएको छ र बेलुकाको समय 4 बजेबाट खेल सुचारू हुनेछ र उक्त खेल गत वर्षको च्याम्पियन टोली जनकपुर बुल्स भर्सेस काठमाडौँ गोर्खाज बिचको पहिलो खेल हुनेछ। उक्त खेल हामी रात्रिकालीनमा हेर्न पाउनेछौँ र त्यसै गरी 18 नोभेम्बरमा दुईवटा खेल हुनेछन्। पहिलो खेल यतापट्टि चितवन राइनोज र कर्णाली याक्स बीच रहँदा दोस्रो खेल भने विराटनगर भर्सेस पोखरा बीच हुने जानकारी दिन चाहन्छु। र 18 तारिकमा हुने उक्त खेल पहिलो खेल भनेको 11:45 सुचारू हुनेछ भने दोस्रो खेल 4 बजेबाट रहनेछ। यानि कि दुई खेल भएको अवस्थामा एक खेल रात्रिकालीन हुनेछ भने एक खेल दिउँसोको समयमा हुनेछ। यसपटक भने तपाईँ नेपाल प्रिमियर लिगमा कुन टोलीलाई सपोर्ट गर्दै हुनुहुन्छ? आफ्नो सपोर्ट गर्ने टिमलाई कमेन्ट बक्समा कमेन्ट गर्दै शुभकामना दिनुहोला र यसपटकको उपाधि कसले जित्ला त्यो पनि कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। र समग्रमा हेर्ने भने 8 टोलीले सहभागिता जनाउने यस नेपाल प्रिमियर लिग सिजन 2 का लागि 8 टोलीले आम्ने सामने हुनेछन्, जसमा नोभेम्बर 17 देखि डिसेम्बर 7 सम्म लिग चरणका खेलहरू हुनेछन्, जसमा लिग चरणको खेल पश्चात डिसेम्बर 9 देखि डिसेम्बर 11 सम्म क्वालिफायरका खेलहरू हुने तालिका सार्वजनिक भएको छ। र त्यो सँगै फाइनल खेलको कुरा गर्ने भने डिसेम्बर 13 यानि कि डिसेम्बर 13 मा फाइनल खेल रहनेछ। फाइनल बेलुका 3:30 सुचारू हुनेछ। नेपाल प्रिमियर लिग सिजन 2 का खेलको प्रत्यक्ष प्रसारण भने तपाईँले नेपालमा कान्तिपुर म्याक्स एचडी भारतबाट स्टार स्पोर्ट्स लगायतका विभिन्न च्यानलबाट तपाईँले प्रत्यक्ष प्रसारण हेर्न सक्नुहुनेछ। हस् त, आजलाई भने यति नै। आगामी दिनमा अरू भिडियो लिएर तपाईँहरूमा हामी उपस्थित हुने नै छौँ। तबसम्मका लागि बिदा दिनुहोस्। जय नेपाल, जय क्रिकेट।